सिस्नो खाने हो अर्ग्यानिक कति त यो के हो ए कस्तो मल्ने हो आथा ओ के साह्रो तातो हो यार सिस्नो र भात खाइदिउँ भनेको त पिरो ओ कति तातो हो नखाने भनेको नि मिठो मिठो भयो नि त ओ धन्यवाद यसरी के हो त भुजुरे हो आलुको नानीको कृष्ण मिठो कृष्ण मिठो अझ अमिलै भएन क्या खासै अमिलै छैन कि रसै छैन क्या ओ तातो छ त्यस्तै पिरो भइसक्यो नि पिरो त छ त हिजो आफू कहिले त पिरै भएको थिएन नि त छिप्पिसक्यो नि भने छिप्पिसक्यो नि त हो यो कहाँको काँक्रा भन त यो कसको काँक्रा मैले रोपेको काँक्रा फलेको मिठो छ के कमिला ओए अलिअलि कमिला खानुपर्छ आँखा देखिन्छ आँखा तेजिलो हुन्छ सन्तोष सिस्नो खाने सिजन कुन हो खोइ त्यो त थाहा भएन तर मिठै रहेछ हौ यो धेरैमा सिस्नो चाहिँ तर कस्तो तातै भइरहेको छ त होइन यो धेरैमा खाएर मिठो भएको नि
नखाने मान्छेले पुरै हाती खायो यो नि खाऊ न म त बरु भुजुरी खासै मिठो लागेन हौ। नानीको लागि चाहिँ बनाएको त्यसले चाहिँ खायो क्या। अब मुखमा यस्तो गाउँको ओरिजिनल गाउँको मुख भात सिस्नो भात। म पनि अलिकति यो पनि यहीँको यो गाजर पनि यहीँको सिस्नो त यहीँको खोर्सानी पनि यहीँको चामल बजारको दाल पनि आलु पनि यहीँको। आलु पनि यहीँको भात थप्ने कि म त भयो तिमी खाने थप्ने त मन लागिरहेको भयो यति नै खाने। म त थोरै थोरै खाँदैछु आज पनि। कस्तो मोटाएर भुँडी लाग्यो। तँलाई म भातै दिन्न अहिले कुखुराको एक थाल खाइस् होइन।